हेलो फ्रेन्ड्स, नमस्ते। मेरो च्यानलमा यहाँलाई स्वागत छ। आज मैले कोइराला र आलुको एकदमै मिठो अचारको रेसिपी लिएर आएकी छु। कोइरालाको सिजन अब सकिनु लागिसकेको छ, अन्तिम भइसकेको छ। तैपनि अझै बजारमा पाइरहेको छ। एकदमै मिठो अचार। ल अब बनाउन सुरु गरौँ। कोइराला मैले यहाँ लिएर आएकी छु, एकदमै फ्रेस थियो। अनि यसलाई चाहिँ अब केलाउन सुरु गरौँ। केलाउँदाखेरि चाहिँ यो फुलमा भएको यो एक किसिमको डाँठ हुन्छ, यहाँ दह्रो हुन्छ, यसलाई चाहिँ निकालेर फालिदिने, अरू चाहिँ पर्दैन हैन। अनि यो कोपिलाहरूलाई चाहिँ टिप्ने, यसरी निकाल्ने। यसरी चाहिँ हामीले कोइराला केलाउने। अनि फुलमा हेर्ने त्यो दह्रो डाँठ छ कि छैन, त्यसलाई चाहिँ छ भने यसरी निकालिदिने। अनि मैले सबै कोइराला केलाएर सकिसकेँ। अब यसलाई पखाल्नुपर्छ। पखाल्नलाई चाहिँ अब अवस्थाअनुसार 4-5 पानी पखाल्न सकिन्छ, कतिको फोहोर छ। मजाले यसरी झमझमी पानीमा पखाल्ने। र मैले अब यो कोइराला पखालेर नि सकेँ। 4-5 पानी पखालेँ मैले, रेडी भइसक्यो। अब उसिन्नुपर्छ। मैले यता आलु पनि पखालेर लिएर आएकी छु। अब कुकरमा आलुलाई राख्ने। यो चाहिँ मसिनो आलु छिट्टै पाक्ने भएको हुनाले मैले यसै माथि कोइराला पनि राखेँ। अनि अलिकति पानी राखेर यसलाई कुकरको बिर्को लगाइदिने र ग्यासमा बसालिदिने। अब 2 सिटी लागेपछि चाहिँ मैले यसलाई निभाइदिएँ र यसलाई सेलाउन दिने। अब सेलाइसकेपछि मैले कुकरबाट निकालेर प्लेटमा खन्याएँ। अब यसलाई एकछिन सेलाउन दिने। सेलाइसकेको छ। मैले चाहिँ अब यो आलुको बोक्रा तास्न सुरु गरेँ। ल एउटा आलु मैले तासेर रेडी गरेँ। अरू पनि तास्दैछु। र आलु सबै तासिसकेपछि काटेर पनि मैले रेडी गरेँ। त्यस पछाडि कोइरालालाई पनि यही आलुमाथि राखिदिने। अनि मोल्नको लागि अब नुन राख्ने, छोप राख्ने, तिलको छोप चाहिँ सानो चम्चाको 4 चम्चा राखेँ मैले। अनि अमिलो, चुकमिलो, मजाले बाक्लो चुकमिलो छ राखेँ मैले। अब अमिलोको लागि कागती, लप्सीको धुलो अथवा के अमिलो आफूसँग छ त्यही राखिदिने। त्यस पछाडि चाहिँ मैले रातो धुलो खुर्सानी, डल्ले खुर्सानीको धुलो हो, पिरो छ, राखेँ। अनि तोरीको तेल राखेँ झान्नको लागि। मेथी फुराएँ। अनि हरियो खुर्सानी फुराउने, बेसार र हरियो खुर्सानी राखेर मैले चाहिँ यहाँ झान्दिएँ। मैले हरियो खुर्सानी राखेको भिडियो स्किप भयो। त्यस पछाडि मोल्दिने, राम्रोसँग मोल्ने। अब कसलाई कस्तो खालको अचार मनपर्छ, कसैलाई अलिकति सुक्खा खालकै मनपर्छ, कसैलाई अलि मजाको ग्रेभी हैन। मलाई चाहिँ अलिकति ग्रेभी भएकै मनपर्छ। त्यो भएर अब पानी राख्ने। पानी राखेर यसलाई चाहिँ मोल्ने। कतिको आफूलाई ग्रेभी चाहिन्छ त्यही अनुसारले पानी राख्ने। अनि नुन, अमिलो, खुर्सानी टक्क मिलाएर राख्यो भने एकदमै मिठो हुन्छ अचार। अनि मेरो चाहिँ अब यो अचार रेडी भयो, तयार भइसकेको छ हैन। ग्रेभी पनि भइसक्यो, एकदमै मिठो भएको छ यो अचार। अनि यहाँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट गरिदिनु होला। मैले चाहिँ यहाँ सर्भिङ ट्रेमा चाहिँ राख्दैछु। अनि मेरो भिडियोमा, मेरो च्यानलमा यहाँहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। र यो कोइराला आलुको अचार इन्जोय गर्नु होला।